सुनाई सिप कक्षा 5 पाठ 15। दुर्घटना कहिल्यै पनि भनेर आउँदैन, त्यसैले दुर्घटनालाई भवितव्य पनि भनिन्छ। गाउँमा भन्दा बढी दुर्घटना सहरमा हुने गर्छन्। सडकका बीचमा मोटरहरू एक आपसमा जुधेर दुर्घटना हुन्छ। हिँडेका मान्छेलाई गाडीले ठक्कर दिएर पनि दुर्घटना हुने गर्छ। कहिलेकाहीँ पहाडी मार्गमा गाडीहरू भिरबाट लडेर ठुला ठुला दुर्घटनाहरू हुने गरेका समाचारहरू पनि सुन्ने गरिन्छ। यसरी दुर्घटना हुँदा जनधनको क्षति भएका खबरहरू सुन्ने गरिन्छ। दुर्घटनाबाट बच्नको लागि हामी आफै सतर्क र सावधान हुनुपर्छ। बस, टेम्पो वा ट्याक्सी आदिबाट ओर्लिँदा होसियार भएर ओर्लिनुपर्छ। साइकल सिक्दा ठुला ठुला गाडीहरू चल्ने क्षेत्रमा वा गाडीहरू धेरै ओहोर दोहोर गर्ने सडकमा सिक्नु हुँदैन। बाटोमा हिँड्दा पैदल पेटीबाट हिँड्नुपर्छ। बाटो वारपार गर्दा जेब्रा क्रसिङबाट गर्ने गरेमा पनि दुर्घटनाबाट बच्न सकिन्छ। गाडी चलाउँदा बिस्तारै चलाउनुपर्छ। भनाइ पनि छ नि, ढिलो गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न।